तपाईँको कतिलाई थाहा छ यहाँ एनआरआइसीको बम्पर रिपोर्ट कतिजनालाई थाहा छ ल? यस्तो रिपोर्टमा यस्तो बाइङ आएको छ आज। थर्ड क्वार्टरमा फर्स्ट क्वार्टर रिपोर्ट निकाल्दो रहेछ। यो पनि एउटा नयाँ प्र्याक्टिस छ। हाम्रो पौडेलजीले हेरेर यसको बारेमा नि न्युज लिएर आउनुहुन्छ भन्नेमा चाहिँ हामी विश्वस्त छौँ साथीहरू। बिचरालाई ब्यालेन्स सिट पढ्न आए पो उसलाई त कसैले लेखेर दिन्छ अनि पो लेख्छ बिचराले। कति छ कसैले लेख्यो, एकजनाले पनि लेख्यो इपिएस कति छ 0 भनेर एकजनाले लेख्नु भएको थियो, एकजनाले 1.89 भनेर लेख्नु 0.47 हो। 0.47 हो। इपिएस बबाल छ हैन। प्राइस मजाले बढेको छ। प्राइस बाइङ हेर्नुहोस् यसरी आएको छ जसरी हैन भोलि किन्नै पाइँदैन भनेर जसरी आयो। भोलि त आउँदै आउँदैन खे कुरा 1.89 हैन 0.87 हो बजारमा चलेको। सुन बेचेर एनआइसी एसिया किनाका हैन, भोलि भाग्दै बस्ला त्यो त अर्कै कुरा हो हैन। हजुर दाइ, तर बताउनु त पर्यो नि दाइ। जनतालाई थाहा त हुनु पर्यो नि। एचआरएलको हल्ला गरेको थियो राइट आउँछ आयो दिइहाल्यो राइट। कति खानु भएको छ याद गर्नु होला हैन। र यसले पनि तपाईँको बवाल गरेकै छ हैन।